Welcome back to my another video and I hope सबैजना चाहिँ सन्चै आएर हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन नै छु। सो आजको दिनको सुरुवात भइसकेको छ हैन। टक्क घामसाम पनि अघि आइसकेको छ। अघि नै हो आएको यतिखेर त बजिसक्यो कति बज्यो भन्दाखेरि 7:45 भनौँ न 7:45 भइसकेको छ हैन। टक्क लागेर आज यो बारीको नल सल सबै सखा भन्यो है। अनि भर्खरै अब चिया पाक्दैछ त्यहाँ। भर्खरै चाहिँ हामीले भटमास खाएको भटमास यता बारीको हुन्छ पकाएर खाएको भटमास एकदमै राम्रो भयो। टक्क लाएर आज चाहिँ मजाले नलसल काट्ने अनि थोरै मकै बचेको छ। थोरै इट्टी जति मकै बचेको छ। इट्टीलाई फेरि एकछिनमा फेरि दिउँसो घाम छिप्पिया बेला उडार्ने भन्ने हाम्रो प्लान भएको छ। अहिले चाहिँ हामीले नास्ता खाएर चाहिँ मकै काट्नु जान्छ भाइ हैन। टक्क लाएर हामीले चाहिँ अब नल फान्न लगाएको छ हैन। टक्क यसको मकै सकेछ सब काटिसक्यो। यसको नल चाहिँ अब काट्न लगाएको छ मजाले। म बाजे छ अहिले को आउनुहुन्छ अरू नानी आउँछ कि सायद नानी आउँछले छम हामी अब नल काट्छ मजाले फै गाडा। सो अहिले यो भरि मैले बनाउन सकिनँ खानासाना खाइयो होइन। टक्क लाएर यो नली पहिले आधासम्म फान्यो अनि तल के भन्दाखेरि अब पाउ दाइले सुँगुर खाने भन्नेहरू कुराहरू अनि त्यही भएर म चाहिँ आधा नली फान्यो चाहिँ गएँ तल यताउति गर्दाखेरि कामसामहरू अलिअलि गर्दाखेरि चाहिँ भिडियो बनाउन पाएन है। खानासाना खाएर चाहिँ म माथि आइसकेको छु। अहिले चाहिँ अब के अरे फुबु बुजु भाइले चाहिँ हाम्रो खाना खाँदै हुनुहुन्छ माथि। म चाहिँ खाना खाइसकेको छु। टक्क लगाएर खाना खाएर आइसकेको छु। अहिले फेरि यति थोरै छ मकै यिनीहरू उडारेर होइन। यति मकै उडारेर सकिन्छ। अहिले चाहिँ मकै उडारेर फेरि सकेर चाहिँ बल्खेलमा झर्ने हो। एकछिन रोक टिटिन जान्ला छु अहिले झर्ने हो। बहुत विचारमा छु। खानासँग चाहिँ खाइसक्यो। टक्क लगाएर आजको धेरै ऊ चाहिँ देखाउन सकिएन होइन। अब एउटा सुँगुर खाइसकेपछि अलिअलि पार्टी साटी लगाउने के भन्छ नि यार अहिले त लगाउनु पर्यो होइन। टक्क लागेर सो अहिले चाहिँ भेटौँला नि त फेरि। हेर्नुहोस् साथीहरू आज अनौठो चिज देखाइउँदैछु म हजुरहरूलाई। चरा ट्याक्कै चरा जस्तै छ यो। हेर्न सक्नुहुन्छ चरा मकै उडार्दैछ हामी यहाँ। टक्क लाएर सेम चरा जस्तै छ। हेर्नुहोस् पुच्छर पनि भएको है चुच्चो पनि भएको सेम टु सेम चरा भन्न नि कोही नहाल्ने छ त यार यो त। सो गुड मर्निङ गाइज। यो नेक्स्ट डे भइसक्यो होइन। सो आज हामीले फेरि अर्को बारीको नल फान्नलाई हामी रेडी भइसकेको छौँ। यो पनि ल्याइसकेको छौँ हामीले न यो ठुलो खेतको चाहिँ। सो टुडे आई एम भेरी ह्याप्पी किनभने भनौँ न त हाम्रो फ्यामिलीलाई सुनाइदिउँ किनभने हिजो भर्खर मेरो रिजल्ट आयो होइन। सो म चाहिँ पास भएँ फर्स्ट डिभिजनमा होइन। सो कङ्ग्रेचुलेसन टु मी। आफैले भन्नु पऱ्यो न पहिला जग्गा। सो बिहान यस्तो देख्दा खुसी लाग्छ कि फेरि वा लाग्छ। आज खुसीको माटाले सब खेत सक्ने हो। सब होइन मतलब यो ठुलो बाटा सक्ने हो भनौँ न। सो मेरो फ्यामिलीहरू पनि सबै सन्चै हुनुहुन्छ होला होइन। अब म पढाइ एकदम सन्चै छु भनौँ। गाउँतिर हो रमाइलो गर्ने हो। हिजो चाहिँ आधा फानेर गइसक्यो तल कामतिर गएको थिएँ म। आज चाहिँ म नल फान्ने छु भन्ने मेरो योजना छ। बिचमा केही काम पऱ्यो भने फेरि म जानेछु भन्ने कुरामा म सीमित राख्दछु। सो तिनीहरूलाई नदेखान् तिनी बहिनीहरू छन् नि तिन बहिनीहरू छन्। मैले एउटा काँक्रा देखाएको छु कि हेर्नुहोस् है यति छ। यो जुम पनि हुन्न यार पन्जाले यति नै हेर्नुहोस् खट्रा काँक्रा छ क्या। यति नै खट्रा काँक्रा छ हरियो भएको छ। पन्जा पनि नढाएको के भयो के अलिक काउन्टर लाउटा हुन्छ गन्नाउँछौँ कुरी सरी टिटिन्छ क्या। त्यो कहिले देखाउनु हुँदैन गाइज।
लुगाउनु पर्छ बर्बाद हुन्छ सो अहिले चाहिँ हामी बाहिरतिर लाग्दैछौँ सो पहिले नै राम्रो ठाउँ कब्जा गरिहाल्नु पर्यो भन्ने मेरो योजना छ ढलेको छ क्या पुरै पेटेल हिजो लगभग यो ढोकादेखि 1 ढोका जति निस्क्यो होला भिडियो यो यहाँ नल फान्ने कति सुरु राम्रो ठाउँमा कब्जा गर्नु पर्यो राम्रो ठाउँ अलि यो छ ढले त छेउमा त लास्टै ढलेको छ हौ वाक्क लाग्ने अल्झी लाग्ने टाइपको यहाँ बरु सँगसँगै काटिहाल्छु बरु अहिले जाँगर लागेको छ नि तलै जान्छु जाँगर त लागेको छ अहिले होइन ल अब म चाहिँ चटचट काटिहाल्छु नि त बिल भलबाट भागे यहाँ ढलेर यस्तो लम्बसार पर सुतेपछि अब के गर्नु त बल्ल बल्ल जाँगरै मन लाग्यो यो ढले देखेर यहाँ जान नि क्यामेराम्यान होस् क्यामेराम्यान होइन कि क्यामेराम्यान होस् एकछिनको लागि एकछिन बस हामीले मकै फानेको भिडियो टक्क भिडियोमा देखा हामीलाई ल हातबाट क्यामेराबाट सिधा गरेर है एकदम मजाले यस्तै दर्शक बिनुहरूलाई देखाउनु पर्यो नि देखिया छ नि मल फान्नुपर्छ गाई गाउँ घरमा सिमी पो छैन भइन्छ अलि जाको उठ्या जा क्या खालि पछाडि हेरेर जा क्या के सब भाँचिएको छ घरबार भएर काटिदिनु त चिसो यस्तै सिमी रहेछ यार सिमी भने टिप्न पर्यो यतिकै फाल्ने कुरा आएन होइन एकछिन टिपौँ न गेमले गर्दामा के हेर्दैन देखिन्छ कि देखेन तो सिद्धै गराएको छ कत्रो टाक्रा भएको छ बोल न भन्दै गयो म खान फाल्ने मकै बारी डरेम एकछिन पछि हरियो काँक्रा करेम तँ काटन निक्यो भैया लो है त गाइस हाम्रो यहाँ मकै आइसकेको छ दुईटै खाइदिन्छु मैले खाजा खाने कार्यक्रम पौदेखि यतासम्म आएको यो घर साउवालाले हामी बाउरेहरूलाई दिएको छ खाइदिनु भा बहिनीले फुपूले बाजुले म पनि खाइरहेको छु सबै खाएर खानु खाएर सियो बाजेमा 15 लगाएर एकछिन टर्चै हुन्न
ल खा त्यसै हेरेको आज टिकटक त बनाउनु पर्छ और पर पुगेछ हामीलाई हरियो काँक्रा कर्याम मकै बारी डरेममा बनाऊँ काँक्रा खाँदै म एक ठाउँ यस्तो जस्तो हरियो देखेको छु त्यो नभन है एउटा कोची फेरि अहिले काँक्रा अलिअलि तितो रहेछ केही पनि काँक्राको चिज के को तितो के को मिठो है गाइस अब हामीले सक्न लाएको छौँ हड्डी ठोइ छ अब परदेखि आएको हामी चाहिँ घुम्दै फिर्दै लड्दै पढ्दै सङ्घर्ष गर्दै यहाँसम्म आइरहेको छौँ हामी टक्क लागेर मकै खाएर भट्टो खाएर हिँडिरहेको छौँ ओइ बुलेन बेलबासतिर अब मजाले मकै फान्दैछौँ हामी चाहिँ टक्क लाएर एकदमसँगले दाइ फाइनली गाइज हाम्रो मकै फानेर सक्यो बाजे सक्यो कस्तो लाग्यो मकै फान सकेर तपाईँ सबैहरूलाई फुलै कस्तो लाग्यो आजदेखि काम सक्यो अब सार्ने छ मात्र यो बहुत मजा छ आज बहुत मजा अब मजाले बस्ने आज दिनभरि होइन टक्क लाएर हामीले उ गरिसकेको छौँ मकै फानिसकेको छौँ मजाले अब चाहिँ मकैसकै उठाएर लग्ने त्यो आदि अलि भागो होला सिधा भाला भन्छ नि त्यसलाई चाहिँ उडार्ने कार्यक्रम चाहिँ गर्नेछौँ हामीले है त अहिले काँक्रा टिप्न जानु लाग्छु त्यहाँ हरियो छ यहाँ देखा जुम गर काँक्रा चोरो चोर ओहो ठुलै रहेछ काँक्रा देख्न सक्नुहुन्छ है हाम्रो काँक्रा लसी हरियो काँक्रा मकै बारी बाजे कटिङ आन्ने मेलाई कटिङ ल है गाइस हरियो काँक्रा आजै हो लास्ट हरियो काँक्रा मिठो छ काँक्रा डरेममा हरियो मकै बारी डरेम गर्छ सक्यौँ हरियो काँक्रा कडेम गर्न सक्यौँ हरियो बहुत मिठो कस्तो छ काँक्रा एराले त्यसो त एकदम मिठो छ काँक्रा न है गाइस अब भने हामी ओखर फोर्दैछौँ ओखर हाम्रै बारीको ओखर हो यो फेरि ओखर त ठुलै रहेछ तर काना रहेछ भन्ने हुन लागेको रहेछ इ सो अहिले चाहिँ खाना खाएर पनि सकिसक्यो होइन खाना खाएर सकेर चाहिँ यतातिर घुम्न आएको छु टक्क यताको दृश्य एउटा हेर्नुहोस् त
पुरै यस्तो भिडमा मान्छेले कति काटिरहन् के हावा लागिरहेछ तर धेरै आवाज पनि सुनिरहेको छैन होला भिडमा पुरै घाँस काटिरहन् हेर्नुहोस् है यहाँनिर यस्तो भिडमा चाहिँ आम्मामा बबाले है हेर्नुहोस् न यस्तरी मान्छेले तल त्यो पल्ट्यो घुर्रा भन्छन् यसलाई यहाँ उमा काट्नेलाई घुर्रा भन्छन् टक्क हावा पनि आइरहेको छ होइन भर्खर मासु भात खाइयो होइन सुकुटी राङ्गोको सुकुटी भन्दा पनि भैँसीको सुकुटी होला त्यसकै हो भिडमा डर पनि नलाग्ने कि यार मलाई त हेर्दै डर लाग्छ भिडमा जानु त यस्तरी काटिदिन्छन् पुरा डरै नमानेर आम्मामा बवालो